ओ प्रेम भाइ, हजुर। तिम्रो बुढी चाहिँ के अरे तिमीले भनेको थियौ कि मेरो बुढी चाहिँ यसरी भाग्यो फलानु व्यक्तिसँग चाहिँ भनेर भनेको थियौ होइन? अब हिजो चाहिँ तिमीले हजुर हजुर अस्तिदेखि भनेको थियौ कि दाइ मेरो कसरी हुन्छ भिडियो हालेर चाहिँ उनलाई सम्पर्कमा ल्याइदिनु पर्यो भनेर भनिरहेका थियौ। अहिले चाहिँ सम्पर्कमा आएको हजुर। छन्। खासमा के भएको तिमीहरू दुईजना बात गरेर के भएको यो खासमा? के भयो भने अनि यहाँबाट दाइ बेङ्गलोर गयो बुझ्नुभयो। त्यहाँबाट जागिर थियो मेरो। उसले भने यहाँबाट जागिर छोडेर मैले बेङ्गलोर लिएँ। यहाँबाट बेङ्गलोर गइसकेपछि 4 महिनासम्म ऊ ठिक थिए। 4 महिनासम्म ऊ राम्रो काम गरिरहेको थिएँ, ऊ गरिरहेको थिएँ। म घर बाजे बित्तिकै म घरमा आएँ। अनि म घरमा आएपछि पहिला मलाई के झगडा के भने के टचर नदिने एकदम ठिक गर्थेँ। हरेक कुरा मलाई सेस गर्थेँ। अनि सेस गरेपछि एकदम ठिक थिएँ। उसले पनि पैसा राम्रो कमाइरहेको थिएँ। मेरो खानामा ठिकै हुन्थ्यो। मेरो पैसा कमै थियो, उसको ठिक थियो। मेरो खानामा जान्थ्यो। म मेरो बाजे बित्यो, म घरमा आएँ। घरमा आइसकेपछि मलाई एक महिना लामो बसेँ यता। 1 महिना बस्दाखेरि म फेरि यताबाट गएँ। यताबाट गइसकेपछि उता तपाईँ पुगेको दिनै मलाई यसले झगडा गरी मलाई गरी हरेक कुरा गरी। मैले भने म यता बस्दैन अनि बेङ्गलोर। अब मिडियासम्म पुग्न चाहिँ किन बाध्य भयो त तिमी चाहिँ? मिडियासम्म बाध्य हुन कारण के भनेपछि अहिले उसले आफै भिडियो तपाईँको प्रोफाइलमा हालेको छ। उसले आफै हालेको छ, बुझ्नुभयो दाइ? उसले आफै एउटा केटासँग चाहिँ यो मतलब भिडियो बनाएर चाहिँ पोस्ट गरेको थियो। पोस्ट गरिसकेपछि ठिक छ, त्यसले गरिहाली थिएँ। अनि मेरो बेच्दो भयो। मलाई त्यसले हेपे जस्तो भयो। मैले हरेक कुरा उता दाइ एउटा केटासँग लागेको थिएँ। उतै मलाई लोकसँग हनाइ। उता हरेक कुरा सँगै यस्तो एउटासँग लागि। उतै मैले सुतेको भेटाएँ। उसलाई पनि बुढीलाई पनि सुन्नु सुतेको भेटाएँ। उता चोरिसके पनि मलाई हनाएँ। मैले सोहेको बुढी भनेको सोहे हुँदै त्यति कुरा सोहे। मलाई फोन गरेर पनि के कारणले हनाएको मतलब केटोको कारणले दाइ केटो तपाईँको मेरो रुममा चाहिँ केटा रुमसँगै थियो। मैले केटो रुम यसको त्यो केटाको रुममा गएर सुतेको भेटाएँ मेरो बुढीलाई। उस्तो नगर भने पछि मानिन। अनि फेरि त्यो दैनिक ढोकामा हान्न आउँछ। ढोकामा किन हान्थ्यो भन्दाखेरि मलाई हेर्नु त्यसले चक्कु देखाएपछि अनि वैसे मैले उता 2-3 चोट पाएँ। मैले हनी खाएँ। त्यो ठिक थियो। अनि फेरि तपाईँको मैले फेरि यसो अनि फेरि त्यो केटालाई फोन गर्नु बसी। फोन नगर भन्दाखेरि अनि फेरि फोन दोस्रोको अर्काको मोबाइल मागेर फोन गरी त्यहाँ पनि भेटाएँ। फोन किन गर्थ्यो भने यो आफ्नो भाइको कोठा गइसकेपछि फेरि आफ्नो बहिनीको नम्बरबाट फोन गरेर केटालाई फेरि जङ्गलमा बोलाएँ। राति जङ्गलमा भेटाएँ दाइ। यो जङ्गल भेटाएपछि यहीको भाइलाई बोलाएँ। यहीको बुवा मुलाई फोन गरेँ। यसको बुवा मुले भाइलाई के भन्दै भनेन दाइ। मैले त्यति पनि म बाध्य पहिले भन्थेँ। अहिले म मिडियामा आउने मलाई बाध्य के थियो। तर पहिला चोरिसकेको ताको अनुले मलाई हान्नु खोज्यो। पछि यसलाई यस्तो म उसलाई सम्झाएँ। ठिक छ। अनि मैले ड्युटी अलग गरिहालेको थिएँ, एउटा अलग आइहालेको थिएँ।